परिभवनमभिष्टदोहम् तीर्थास्पदं शिवरिञ्चनुतं शरण्यम् वृत्तार्तिहं प्रणतपालभवाद्यपुतं वन्दे महापुरुषते चरणारविन्दम् त्यक्त्वा सुदुषितराज्यलक्ष्मीं हरिविष्टादिवचसा यदगादरण्यं मायां मृगं दयिते विशितमन्नधावदें वन्दे महापुरुषते चरणारविन्दम् सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय नमः। हे कृष्ण करुणा सिंधु दीनबंधु जगत्पते गोपीश गोपिकाकांत राधाकांत नमस्ते। कृष्ण तुदीय पद पंकज पंजरांते अद्य भवे विष्णुमान सराजांश प्राणप्रयाण समेत भवात पितेरे कंठावरोधन विदुक्षमणं कृतस्ते। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। जय बोलो भक्तवत्सल भगवान को जय। दुर्लो हो किन भोगलाएर हो क्या हो वैदिक सत्य सनातन धर्म को समस्त भक्त सज्जन को पशुपतिनाथ भगवान को बुद्ध भगवान को तीर्थमय नेपाल जननी को समस्त भक्त सज्जन को कल्याणवासी भक्त सज्जन को आयोजक परिवार को ज्ञानदाता गुरुवास को आज को आनंद को जय जय श्री राधे श्याम। अकारण कारण करुणा करुणाले भक्तवान कल्पतरु सर्व सौभाग्य निधि भगवान वासुदेव परब्रह्म परमात्मा प्रभु को कृपा कटाक्ष आज को विशेष दिन तो परमात्मा को कृपा प्राप्त हो विशेष समारोह में समुपस्थित समादरणीय समस्त भक्त सज्जनहरू कृष्ण नेपाली सोसाइटी का अध्यक्ष जी हाम्रो पशुपति कल्याण का अध्यक्ष जी लगायत अन्य सनातन ओमकार परिवार को विभिन्न संघ संस्थाहरू बन्दैछन्। यसका गुवाहरू अग्रगण्य व्यक्तित्वहरू वेद आवश्यक नेपाली जनहरू यहाँका धर्मप्रेमी भागवत प्रेमी ईश्वरी भावनाले ओतप्रोत मन तमाम समादरणीय सज्जनहरू सर्वप्रथम हामीलाई विशेष यो श्री रविन्द्र श्री जसको सञ्चालक ज्यू लगायत यहाँका समुपस्थित समादरणीय सज्जनहरू जसले हामीलाई सुन्नु हामीलाई बुझ्न ज्ञान गङ्गामा डुबुल्की मार्फत जीवन जगत र परमात्माको बोध गर्नका लागि जो आजको यो समारोहमा समाहित हुनुभयो आमन्त्रित हुनुभयो आउनुभयो आफ्नो यो व्यस्त जीवनका समयका बावजुद पनि हाम्रो सामिप्यमा हाम्रो सान्निध्यमा यहाँको आगमन भयो। यहाँहरू सबैलाई म हार्दिक स्वागत सम्मान साधुवाद आभार व्यक्त गर्दछु। हामी सबैले मैले बार बार भन्ने गर्छु तीनटा शक्तिभन्दा भक्त ठुलो हुन्छ कि हामी त्यही होइन। हामी त चौकी भने चौकीदार चौकी सानो हुन्छ चौकीदारको सानो हुन्छ। यहाँहरू जमिनदार सबै जमिन यहाँहरू त्यही भएर चौकीदारको जमिनदारलाई नमस्कार। यहाँहरू सबै जमिनदार हामी चौकीदार हाम्रो कामै चौकीदारमा बस्ने चौकीदार हो। सज्जनहरू संसारमा तीनटा शक्तिभन्दा भक्त ठुलो हुन्छ। एउटा मन्दिरभन्दा भक्त ठुलो भक्त छन् त मन्दिर छन् भक्त छन् छैन मन्दिरको महत्त्व छैन। त्यही भएर यहाँहरू भक्त मन्दिरभन्दा ठुलो हुनुहुन्छ देवालयभन्दा ठुलो हुनुहुन्छ तीर्थ क्षेत्रभन्दा ठुलो हुनुहुन्छ यहाँहरू मान्नुहुन्छ। दोस्रो चाहिँ भगवान मन्दिर भागवतमा के भन्नुभएको छ भगवानले एक ठाउँमा भने अहम भक्त पराधीनो स्वतन्त्र व्यक्ति चाहिँ साधु विगस्त हृदय भक्तले भक्त म चाहिँ कसैको अधीनमा छु भने भक्तको अधीनमा छु भन्नुभएको छ। त्यही भएर मलाई कसैले नियन्त्रण गर्छ भने भक्तले नियन्त्रण गर्छ अरूले सक्दैन भन्नुभएको छ। त्यही भएर यहाँहरू भक्त महान भगवानलाई पनि नियन्त्रण गर्ने भगवान भन्दा तपाईँहरू
अर्को चाहिँ गुरुभन्दा यहाँ ठुलो। भक्त छन् त गुरु छन्। रामसर बसौँ न यता राजु छ। भक्त छन् त गुरु छन्। हजुरहरू पनि बस्नु। भक्त छन् गुरु छन्, भक्त छैनन् गुरु छैन। त्यही भएर यहाँले गुरु मान्नुहुन्छ हामी गुरु बन्ने हो, मान्न छोडाइदिन के हो गुरु। त्यही भएर भगवानभन्दा भक्त ठुलो, मन्दिरभन्दा भक्त ठुलो, गुरुभन्दा भक्त ठुलो। त्यही भएर सबैलाई मेरो अहिले सबैप्रति हार्दिक साधुवाद, सम्मान अनि आभार व्यक्त गर्दै दोस्रो पटक यहाँको सान्निध्यमा आउने अवसर मिल्यो। यही परिसरमा, यही प्राङ्गणमा, यही धराधाममा बसेर हामीले एउटा सङ्कल्प पनि गरेका थियौँ। भलै भाग्योदय भयो उज्जवल समर जितेन भनेको छ। भाग्यको उदय भएपछि पक्का पनि त्यो सङ्कल्प पुरा हुनेछ। भगवानको सदिक्षा प्राप्त भएपछि त्यो सङ्कल्प पुरा हुनेछ भन्ने मैले विश्वास ल्याएको छु। यसमा कोही पनि विचलित हुनु पर्दैन। हामी सबै कर्मशील छौँ, कर्मठ छौँ। हाम्रो कर्म खेर गएको छैन। त्यो भगवत कृपा हुँदा केही बाँकी छ, त्यो छिटै पुरा हुनेछ भन्ने भगवानसँग म कामना गर्छु। सज्जनहरू आउनुहोस्, आज सानो सत्सङ्ग, सानो भजनबाट सुरु गरौँ। हेर्नुहोस्, भजन भने बुझ्नु, सत्सङ्ग भनेर भजन भनेर शब्द बुझ्नुहोस्। त्यसपछि दिनदिनै जुन घरमा भोजन शुद्धिकरण हुन्छ त्यसको लागि त्यो घरमा भजन हुनुपर्छ। जहाँ भजन छ त्यहाँ भोजन हुन्छ राम्रो। भजन राम्रो भयो भने भोजन राम्रो हुन्छ, त्यो प्रसाद हुन्छ। भजन राम्रो हो भने त्यो घरमा रस हुन्छ। जहाँ रस हुन्छ त्यहाँ रिस हुँदैन, जहाँ रिस हुन्छ त्यहाँ रस हुँदैन। विचार गर्नुहोस्। त्यही भएर जीवनलाई रसले चलाउनुहोस्, रिसले है। प्रसन्न भएर हाँसेर, जो हाँस्यो त्यो नाच्यो, जो नाच्यो त्यही बाँच्यो। कृष्णको फोटो हेर्नुहोस् त, सब त्यही हाँसे। कसैले चोटपेट लाग्यो हाँसिया छ, कसैले दण्ड दिनु लाग्यो हाँसिया छ, कङ्ग्रेससँग लड्नु लाग्छ हाँसिया छ, गाई चरा छ हाँसिया छ। हरेक दिन हाँस्ने काम गर्नुहोस्। परिस्थिति जस्तो भए पनि तपाईँको मनस्थिति बिगार्ने काम। यही हो आध्यात्मिकता। नवीनजीले भन्नुभयो आध्यात्मिकताको लक्षण भनेको यही हो। परिस्थिति भइरहन्छ, कुनै पनि घटनाको परिस्थितिको त्यो तपाईँको अधीनमा छैन, तपाईँको नियन्त्रणमा छैन, तपाईँको बसमा छैन। कसैको मृत्यु हुन्छ, तपाईँको बसमा छैन, अधीनमा छैन। पहिरो जान्छ, कहिले नेपालमा भूकम्प जान्छ, कोरोना आयो, मलाई यहीँ भएर आएर कोरोना भयो। जीवनमा कहिले नभएको यहाँ आएर भयो। कुनै पनि चिज हाम्रो अधीनमा हुँदैन। विचार गर्नुहोस्, शरीर त हाम्रो अधीनमा छैन। त्यो नचाहँदा नचाहँदै बुढो हुन्छ, नचाहँदा नचाहँदै रोगी हुन्छ, नचाहँदा नचाहँदै मरिन्छ, नचाहँदा नचाहँदै कपाल फुलिएछ, नचाहँदा नचाहँदै तालु फुलिएछ, आयु बढे छ। हाम्रो शरीर त हाम्रो अधीनमा छैन। सज्जन, संसारमा के हाम्रो अधीनमा छ? केही हाम्रो कन्ट्रोलमा छैन। त्यही भएर परिस्थिति जस्तो भए पनि मनस्थिति नबिगार्नु। आध्यात्मिकता यही हो। कृष्णको सन्देश भनेको यही हो। कृष्णले के भन्नुभएको छ भने तेषां शतदेवतानां भजतां प्रतिपूर्वकं ददामि बुद्धियोगं तं येन मां प्रयान्ति। सबै त्यो सतत प्रयासमा आफ्नो कर्ममा तल्लीन भएर अगाडि बढ, म सधैँ तिमीलाई कृपा प्रदान गर्छु। यही क्रममा आउनुहोस्, इलामवासी भक्त सज्जनसँगको यो दोस्रो पटक साक्षात्कार। यहाँहरू सबैले हामीलाई विभिन्न माध्यमबाट हेर्नु भएको छ, देख्नु भएको छ, हाम्रा कुरा सुन्नु भएको छ, नेपालमा गएर कसैले भेट्नु भएको छ। यहाँहरूसँग बेला बेलामा दर्शन भएकै छ विभिन्न माध्यमबाट। तैपनि सान्निध्य, भौतिक सान्निध्य यसरी अलिक कमै हुन्छ। विभिन्न देशका कार्यक्रमहरू सम्पन्न गर्दा नवीनजीले भन्नुभयो मलाई आउन मन लाग्यो, किनभने यहाँहरूसँग एउटा सम्बन्ध छ, एउटा प्रेम छ। त्यहाँ माथि आफ्नै संस्कार संस्कृति जहाँ आएर पनि बोल्नु भएको छ। यही मैले आएर भजन सुने। यो हाम्रो मौलिकता, यो भूमिमा कहाँ कहाँ 7 समुद्र पारी आएर पनि हाम्रो मौलिकतालाई हामी सँगै लिएर आएको छ। त्यही भएर मैले जहाँ जहाँ पनि भन्ने गर्छु त्यो पनि यहाँले नभुल्नु होला। कुलमणिजी हजुरले नेतृत्व गर्नुभएको छ एउटा संस्थाको, अन्य साथीहरू, पुलिस नेपाली सोसाइटी छ, हाम्रो एनआरएन छ, धेरै यहाँका दिग्गज लब्ध प्रतिष्ठित यहाँका व्यक्तित्वहरू हुनुहुन्छ।
त्यसो भने तपाईँले जहाँ गए पनि सङ्कल्प गर्नुहोस् म मिनी नेपाल निर्माण गर्छु। मिनी नेपाल निर्माण गर्ने भने नेपालको ढुङ्गा माटो ल्याउने हुने होइन। मिनी नेपाल निर्माण गर्ने भनेको चाहिँ नेपालको कला ल्याउने, संस्कार ल्याउने, धर्म ल्याउने, खैँजडी ल्याउने, मादल ल्याउने, हार्मोनियम ल्याउने, हाम्रो आफ्नै खालको लोक भजन ल्याउने, लोकगीत ल्याउने, हाम्रो बच्चा बच्चाहरूको पुस्तालाई हाम्रो संस्कार संस्कृति हाम्रो भाषा वेशभूषा हस्तान्तरण गर्ने त्यसको लागि एउटा नेपाली घर चाहियो। त्यही भएर नेपाली सांस्कृतिक केन्द्र बन्यो। म परान आउँदाखेरि 5-6 हजार नेपाली हुनुहुन्थ्यो, भक्तजन हुनुहुन्थ्यो। अहिले त बढेर 10-12 हजार पुग्नु गऱ्यो भन्ने सुनेको छु। डबलै भइसक्नुभयो। अब पनि आवश्यकता नभए कहिले भयो? यहाँ नगरी तपाईँले कहाँ गर्ने, कहिले नगरी कहिले गर्ने, तपाईँले नगरी कसले गर्ने? गर्नुहोस्, अगाडि बढ्नुहोस्। कहीँ साइडबाट साथ दिनु पऱ्यो भने दिनबन्ध पनि सँगै चाहिँ यति विरोध गर्दै आउनुहोस् एउटा सानो भगवान् नाम सङ्कीर्तन भयो। किनभने भक्तिको शुभारम्भ भजन भएको छ। भक्तिको परिभाषा पनि म दिन्छु र म अन्तिममा 15 मिनट जति यहाँ प्रश्न पनि लिन्छु। जस्तो सुकै प्रश्न गर्नुहोस् यहाँ, जीवनको बारेमा, जगतको बारेमा, वेदको बारेमा, बुद्धको बारेमा, अध्यात्म विज्ञानको बारेमा। आजको प्रवचन अलि वैज्ञानिक पनि हुन्छ, केही चाहिँ यहाँका युवा युवतीहरूलाई पनि। किनभने हाम्रो संस्कार चाहिँ अब हामीले 50 नायिकाले धानेर मात्र हुँदैन। अब हाम्रो संस्कार धान्न 15-20 का चाहिँ आउनु पर्यो। अनि हाम्रो त्यो विरासत, हाम्रो सम्पदा, हाम्रो कला धर्म संस्कार संस्कृति अर्को पुस्तालाई पुस्तान्तरित हुन्छ। नत्र हाम्रो चाहिँ उमेरको एउटा समूह रिजाउट भएर त्यहाँदेखि उमेर पुगेर चाहिँ गइसकेपछि अर्कोले धानेन भने के गर्ने? सनातन धर्म हुने थियो होइन, जुनसुकै कालखण्डमा पनि स्वीकार योग्य सनातन हुने थियो। यो सृष्टिको शुभारम्भदेखि यो सृष्टिको अन्त्यसम्म, प्रलयसम्म भने जीवन जगत र परमात्माको सतत व्याख्या गरिएको, विहङ्गम चिन्तन गरिएको, बृहत्तर आयामको व्याख्या गरिएको यो सनातन धर्मको अनुपम व्याख्या छ। आउनुहोस् यस विषयमा आज यो चर्चा परिचर्चा हुनेछ। सँगै यहाँको प्रश्न पनि म लिँदैछु। आनन्दले रहनु होला। नाइट ड्युटी कसैको छैन छैन छ, जानुपर्ने छ। 9:30 बजीसम्म कसैलाई उठ्न पनि मन नलागोस्, परमेश्वर भगवान् है। ल आउनुहोस्, सबैजना एउटा स्केल दिनुहोस् न, अलि हाईबाट। हरिराम कहिले नबुलाऊ, कहिले नबुलाऊ, हातमा काम मुखमा राम, कहिले नबुलाऊ, कहिले नबुलाऊ, कहिले नबुलाऊ, हातमा काम मुखमा राम, कहिले नबुलाऊ, कहिले नबुलाऊ, कहिले नबुलाऊ, हातमा काम मुखमा राम, कहिले नबुलाऊ, कहिले नबुलाऊ, कहिले नबुलाऊ, हातमा काम मुखमा राम, कहिले नबुलाऊ। हे राम कहिले नबुलाऊ, कहिले नबुलाऊ, हातमा
भक्तवत्सल भगवानको वैदिक सत्य सनातन धर्मको समादरणीय भक्त सज्जन आउनुहोस् आजको सत्सङ्ग सुरु गरौँ।